Woi, आउँदा यहाँ नाच्यो बिचा
ओम तिथि भावारो नक्षत्रम विष्णुदेव तदेव सकरणम आँखा छेक्यो कपालले ल अस्मत् पत्नी कृष्णमाया नाम्नी देव्याहम अस्मत् पुत्र ज्येष्ठ तुलसीराम शर्माहम पुत्रवत् भवानी नाम्नी देव्याः अरुण शर्माहम शपथनी राशिकै नामबाट बोलाउने नि बोलाउँछ Kan tumajamma dai dadi pendako. Om dadi pramo agari kan sumatera karena om kandat paru hati paru kabar kare evanu turbe kaino saase na tere devo sila dikho dau kan devo sila sade ko devra te sundan tan loka te karana te mil kilo sisa malai ba te go so dev ka pasan sida bijna ka pidana sri sade sene ka full rato bol sri sade ka sinta udara te paase ka dev समय से निखाना को मई खाना पर गांव का मई खाना ओम आसरा से न मिला त्रिना मिटावती जोरदार नृत्य ते हरि ओम आधार सत्य कमलासनाय नमः भूमि पूजा करते हो आगे को बुरा है कि भूमि ओम आधार सत्य कमलासनाय नमो नमः ओम दस कलान पुण्य मंडल नलाय नमः ओम दस कलान पुण्य मंडल नलाय नमः षोडश कलान विरत नलाय नमः केसरिया ओम द्वादश कलान सूर्य मंडलाय नमः तेरा उठाया और दिन पर पूरा दिन पर पूरा रखे पूरा दिन पर और दिन पर है दुना रहे ना दिने से दी बिहान के समय छ नि पूर्वतिर बेलुका को समय छ भने पश्चिमतिर है अन्त पूर्व ओम ए सूर्य सहस्रनाम वेदा गणपते अनुगामय भक्त्या विनायक दिवाकर हरि ओम मा कृष्णेन सामकुमारो निवेशयन् नमतमत्यं हिरण्येन सवितारतेन देवो जाति वनानि पश्यन्ना अब भयो त्यसलाई चाहिँ भुइँमा राखेर यसो सूर्य नारायण बोकेर हात मात्रै गर्नु पर्यो ओम तत्सुदेव हितं पुरस्तात् कमुतरः पश्चिम सरला सतं जीवे सरला सतं कुशलिया सरला समदीना सरला भगवान सरला समदीना श्याम सरला सतं भोयान्या सरला छोटी छोटा ल त्यही त राखी ओम सर्वभारत घंटा निर्वाहक मत्स्यवनां कुमारां दुर्गंधं करुणारक वारनादं घंटा देवता संसर्जो ओम घंटा सगर भरनाय नमः संकष्ट विष्णवे नमो नमः पूरा दर्शन उताबाट मनसे कृकमानो वीरानुद्र भावेनो विष्णु स्वाहा महे
अब यस्तो मजाले सबैतिर जगेको वरिपरि भूत प्रेत पिशाच केले पक्रेको हाम्रो एकैमाथि बिदा बाला नपरोस् भनेर सम्झेर सबैतिर त्यसलाई थाल्नु पर्यो है। ओम भन्छ ए भूता विभासिता ए भूता विभ्रकर्ता तेन सन्तमुख्या अब सर्वन्तु भूतानि पिशाचा सर्वेषां विरोधेन पूजा कर्म समारभे। अलि मजाले अलि त्यो सबै पुण्य गरेर यो पछाडितिर नि छैन। ओम पूर्वदेखि पश्चिमतिर तिनवटा ओम प्रथमा द्वितीय तृतीय तेन सत्यं तेन त्रियो जद भजदो किसामे सामान्यकर पुरोणवाक्यादि पुरोणवाक्यादि विचार खरकार आवति विराध में काम सुंदर दक्षिणार्थी सब रेसाम पंच सत्तर ग्रह चित्र द्रवण उपपते तिमारोह जगत वै राज समस्त सूर्य घात नोदे तिमारन सब राज सागर दरोड द्रवण नमः प्रसन्न प्रियंत समाम्य। अब सालले बढी उनाले थोरै बेदीको माटो निकालेर यहाँको माटो निकाल्नु त यो बारमा दिनुस् थोरै साइलुलाले साइलुलाले बढी अबोध कामास्ते धुमस्तनस्तु श्यामपते राइरामा ओम सदा सतविदवतम विद्यामेन्द्र सेगामे सने मेधामय सिगत स्वाहा ओम अब यसो जल छ नि यहाँ हो त्यहाँ ओम कस्ता सत्य मदान नामक सुन्दर राजले ओम दृढ छाते नि पुरातन विधान लाई साबित हुन्छ अब विद्या सातो वाचक दृढ कहा हामी साबना हामीको अब एउटा दियोमा आउने राखेको छ अनि दियो छ नि हो त्यो दियो छैन हो त्यसमा आउनेको संस्कार गर्नु पर्यो। यो बत्ती निकालेर हैन ल्याएर बत्ती सँगै भइहाल्छ। यहाँ अगाडि हाल्नुहोस् त अनि यहाँ हजुर बाल्नु पर्यो त्यहाँबाट बालेर दुईटा बाटो निकाल्नु त्यो बत्तीले सर्वको घुमाउनु पर्यो त्यो सबै एकै ठाउँ गरौँ न अनि हो त्यहाँ दुईटा लामो अब अग्निको गर्भधान संस्कार भयो भन्ने सम्झिनु है। अब पुंसवन कर्म अब विवाह स्वाले देखते सोने सस्मैनरो सदादिन पाँच भगवान पता जाते बिनति वसुधारा दे ओम अब नामकरण संस्कार गर्नु पर्यो। ओम जला विवेक मात्र परित्रमा एत तग्ने निर्णय भाव पितरमाय संस्कृत शासनमा प्रणव पितृ विश्वासम प्रियंता अब निष्क्रमण छोड़ दिनु निकाल्नु पर्यो। ओम पुगा पंचाक्षण पान सदस्य उदतम देखाम सविता सडत्रन दिनसनम दुजकम सप्त क्षण वचन तत्सदन देखाम बृहस्पति साजन गायत्री मदन देखाम अब थोरै अब यो चढाउनु पर्यो। अब अन्न प्राशन गराउनु पर्यो अग्निलाई। ओम अन्न पतिन्यसन देश जनमे वसुसै प्रदातारि खौतन दे पदे तत्पदे ओम चुना कर्म गर्नु पर्यो अग्निको कपाल काट्ने अग्नि ओम अग्नायावितै गृहानु अपेताते देवते कान छेड्दिनु पर्यो। ओम भद्रा कर्णे वेष्णे आमदेव भद्रं पश्चिमा स्थिरे रंग दिश्वा पुत्रं रिवस्य मय देव दिन्दायु ओम व्रत बन्द गरिदिनु पर्यो अग्निको। अग्नि रेखा क्षण प्राणम तुदन देखाउ सिन दक्षिण ते पदम दिन देखाम विस्तार दिल गर्नु अनिष्टा ओम फेरि कता भयो अनिष्टा द्रजा अनिष्टा तत्पुरुषादिगर बादे ध्याय समार्थे फेरि त अवश्य जेता मार्ग उपरान्त मा देवता उपरान्त मा साधे वन्दन सदादेव कुनै बा ओम सर्वदेव अब फेरि कता भयो ओ सर्वदेव ताको भक्तले शान्तियो रावे प्रभाव पुनः अब फेरि क्षेत्र गर्न पर्यो। ओम सूर्यलाई उत्तर फर्काइ राख्नु पर्यो। ओम देख पुरै ए धे अतर्वण त्राण पुरा गरम अब गुला नताम पर्यो। ओम विकास कुटे अग्निको माथि छ घुमाएर हुन्छ। ओम अब ओम देव समुद्र नाम प्रेम देवनामनादि सन्देह भइदिनु अब घरलाई घिउको पशुले राख्नु पर्यो। ओम पशुको कारण अब घिउला सफा गर्नु पर्यो। अब शरीरमा साथ बाजन को पनि सफा घिउ के सक्छ नै सफा पर्यो। अब पवित्र घिउला दिनु साथी गर्नु
आसनमा एकदम ज्ञान परमेश्वर मैले एकदम लचकदार आसन राखेको छु हजुरलाई अनि सम्झिनु पर्यो ओ ब्रह्मेश्वर दिव्य सरस्वती आसनमा ज्ञान परमेश्वर आसन सर्बियाली समस्त दास गायमा आसन पादे जमा सर्ने यो त चढाउनु पर्यो पाउ धुनु भगवानलाई बोलाइसकेपछि अब पाउ स्वागत बदम बडा पुच्यान्न हजुर अब पञ्चामृतले ओम पञ्चन ज्ञान सरस्वती मापि यतिश्वर दशा सरस्वती लाग्यो अब दीप नाइका दक्षिणा भेट्छ त्यहाँबाट आमा एउटा दही चामल अनि मास एकै ठाउँमा हालेर त्यो मस्त मन्दिर गरेको कालो कपडा हजुर पसिना आयो कि नै जाडो होला ओम तिथि भावारो नक्षत्रम विष्णुदेव आँखा छेक्यो कपालले पुर्याउनु फेरि हातले अमेमाथि नटक देखाउनु है कसैले पनि बुझ्नुभयो नि सबैजनाले ओम अव्यादधामि समिधमः ओम एकैछिन वीडियो बनाई किससे था कता फर्किने हो त बाबु जग्गै जाऊ वीडियो खिच्दा त टक्क बहिनी यो दिशा दक्षिण होला कता फर्किने हो पुरो बारे हाल्दिनु बाबु यतै छ यो यसो गर्ने ए मिलेन नि फर्केर मिल्दैन केला फर्क लाइदिनु नानीको तल राख्ने त्यो
ल अब ल ल भाइ आमा आमा पलातिनीको पनि अब जल खाइयो नि त 27 नम्बर कि ए 24 हो 17 होला कोठामा कोठो त हेरे आयो कि अघि मेरो सानो कोठा छ के माथि ए ल त्यो रातो बिर्का हराइदियो कि नभए त्यो माथि जान्छ अलिअलि मिल्यो बस्छ नि दादी ल ठिक छ इको लागि म त नदेखिन्छ त्यो कभरिङ हराउनु आउन त ल ए मुभी हेरेर नचिनेर गएर आमा कति लामो मामालाई बोलाउनु पर्यो खानाहरू मामा हुनुहुन्छ ल यता आउनु त यहाँ मेरो मोबाइलको छोरो लाऊ जलमा गुलियो राखेको स्याबास स्याबास भन्छौ टाउकामा हात लाएर ल अघि नै चिना हो कता कता हो कुन्नी के छ पे गरिदिनु न त मान्छेलाई तपाईँ गरेर ठिक्क 5 बजेदेखि सुरु
Oi, tá nani, mobile dia, mau cikin kan? त्यो मोबाइल किछु है
तिम्रो पालो है राम्रो होला फोटो ठिकै अन्त आमा यही हुन्छ आमाको काम गर्दा ल आमा र दाइ धेरै पढ्ने धेरै ज्ञानी होइन हिजो नि आएको आमा र दाइलाई सानोहरू सबैजना जोजन मामाले त धेरै ढिलो झारिराख न कि त जल झारिराख न राख्नु पर्ने के है त्यहाँ बाटा जस्तो एक कौडा बाख्राको हुन्छ जल खाएको हो नि त्यो त मुखसम्म नि पुगेन होला हो छिटा त यता हेर न यस्तो गर न ल भएन भएन तिमीले बुझिनौ कि हात पनि एउटा थाप्दै दुइटा होइन एउटा चाहिँ खायो हुन्छ अब त अगाइसक्नु भयो होला हौ बल्ल नानी पनि हाँसी मजाक हो त्यो चाहिँ साइडमा है साइडमा ल अब टिका लाऊ दुइटाले एकचोटि लायो नि चाहिँ टिका लाऊ दायाँमा धेरै नगए राम्रो हुन्छ मात्रै पार्ने आज सब चेन्ज आउँछ नि अब यो त सानो बिहा हो सानो बिहेपछि त सबै चेन्ज हुन्छ
मलाई साडी अलि मिलेन क्या खै भयो नि